हाम्रो बल्छी गोबर गणेशलाई पनि माथि बोलाउन चाहन्छु। उहाँलाई जोरदार ताली बजाइदिनु होला। दर्शकको यो अपार माया आज एकदमै कस्तो लाग्यो फिल्म? रोको हाम्रो पदमजीले के भन्दै हुनुहुन्छ आवाज आएन। कस्तो लाग्यो? हाम्रो आमा पनि हुनुहुन्छ ल एकदम राम्रो। हामीले एउटा नेपाली बाटोको नेपाली कथालाई चाहिँ प्रस्तुत गरेका हौँ र जसको चाहिँ एउटा छोराले आमालाई सबैजना उठेर अगाडि आइदिनुहोस्। बाहिर आफ्नो हामीले जानु र सबैजनाले फोटो खिचिसकेपछि गोबर गणेश #गोबर गणेश गरेर आफ्नो फेसबुक इन्स्टा टिकटक जता जता हुन्छ त्यसलाई गरिदिनु होला। हुन्छ एकचोटि भनिदिनुहोस् जय गोबर गणेश। जय गोबर गणेश। ओके एकचोटि जोरदार ताली बजाइदिनु होला। मैले कलाकारहरू सबैले गोबर गणेशको यो मुभी गोबर गणेश फिल्म दामी के मुभी चाहिँ है, दामी लाग्यो गोबर गणेश फिल्म। यो कुन हल गरे? यो सिटी मलमा सिभिल मलमा फर्स्ट टाइम चाहिँ हेर्दा आएको यस्तो दामी गोबर गणेश फिल्म। यो मरिच मान श्रेष्ठ हुनुहुन्छ अनि हाम्रो त्यो हास्य कलाकार पदम थापा के भन्नुहुन्छ यस्तो दामी के यस्तो चाहिँ अब कमेडियन प्लस अल्सो यो ऊ पनि के अरे प्लस यो के छ इमोसनल के लास्टमा जो आमालाई माया गर्ने र आमा साथमा माया यस्तो ममता साथमा चाहिँ उसको लाइफ बनाउनको लागि चाहिँ यस्तो मुभी चाहिँ राम्रो छ गोबर गणेश। थ्याङ्क यू।